Hello, Seva Semuna, it's me Sumni Marani. Welcome to my another vlog. अनि आज चाहिँ हल्ला सुनिरहनु भएको छैन ब्याकग्राउन्डमा आज चाहिँ हल्ला छ अनि यो चाहिँ मेरो असम DJI न्यू क्यामेराबाट मैले फर्स्ट भिडियो बनाइरहेको छु ब्लगको लागि अनि आज चाहिँ हाम्रो खासमा यहाँ घरमा अलिक मान्छेहरू हुनुहुन्छ मान्छे भन्दा पनि अहिले हाम्रो क्रोएसियामा किराती राई आयो ख्यालले हाम्रो प्रोग्राम मतलब हामीले गरिरहेको छौँ आयो किराती राईको अनि यो चाहिँ अब हाम्रो मे 25 मा हुँदैछ त्यसैले त्यसको लागि हाम्रो केही भिडियो सुटहरू हल्का के भन्ने हो त्यसलाई अझै भिडियो सुट भनौँ भिडियो सुटहरू हुन गइरहेको छ त्यही भएर म चाहिँ हाम्रो भिडियो सुट हुनको लागि तयारी के हुँदैछ भनेर देखाउँछ है त हजुरहरू हेर्नुहोला साथ दिनुहोला कसरी भिडियो सुटहरू हुँदैछ त्यही पनि हेरिदिनु होला अनि त्यसपछि प्रोग्राममा चाहिँ आउन नछुटाउनु होला हजुरहरू सबैलाई चुलो निम्तो छ हामी क्रोएसिया राई आख्याबाट सबैलाई हजुरहरूलाई चुलो निम्तो छ हजुरहरू आउनु होला ल अब हेरौँ है त के हुँदैछ यहाँ पछाडि हेलो मेरो नाम पनि सोच र नाम पनि सोच र मेरो नाम सेजो राई आज हामी चाहिँ किरात राई आएको क्रोएसियाको एउटा एडभर्टाइजको लागि भिडियो बनाउँदैछौँ त्यसकै तयारी भइरहेछ सरसल्लाह भइरहेछ थ्याङ्क यू आई विल ट्राई माई बेस्ट ल केही बोल्ने यहाँनिर हाम्रो युट्युब च्यानलमा हाम्रो किरात राई आएको क्रोएसियाको अध्यक्ष वर्तमान अध्यक्ष श्री 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 अशोक राई श्री हो त्यो क्यामेरामा राम्रो देखेँ धन्यवाद 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 सेवा नमस्कार एकदमै आरामै छु बहिनी ए नानी हजुर हामीले आज यस हाम्रो यो प्रोग्रामको लागि एउटा सानो शुभकामना मन्तव्य एउटा छोटो सर्ट हाम्रो प्रोग्राम अब यही मे 25 तारिक 5 महिनाको दिन चाहिँ हुँदैछ क्रोएसियाको जाग्रेबमा अवस्थित रितमग्रादा क्याफे बार एन्ड नाइट क्लबमा ठिक 12 बजेदेखि सुरु हुँदैछ यहाँहरू सम्पूर्ण क्रोएसियावासी नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई हामी हार्दिक निमन्त्रणा पनि गर्दछौँ अनि यो कार्यक्रम सफल सभ्य भव्य रूपमा बनाउनको लागि पनि आएर रमाइलो गर्नु होला धन्यवाद रबिन दाजु हामी त कति एमएम को 150 हो जात छ त्यसमा लेन्स त म्याटर गरेन ठाडो खिच्नुपर्छ दाइ ठाडो यो किनभने टिकटक भिडियोतिर हाल्दाखेरि त्यसको त्यो अलिकति मिलाउनु पर्ने ठाडै बनाइदिनु अझै दुईटैबाट खिचौँ न त योबाट खिचौँ त्योबाट खिचौँ होइन जुनबाट राम्रो आउँछ हाल्दा हुन्छ मिलाएर भने यस्तो लेन्स किन्नु नसकेर लेन्स किन्न नसक्ने मान्छे 2000 हिजो थियो यार सुमनजरले चाहिँ त्यो भन्नु यत्रो क्यामेरा किनेपछि चाहिँ म चाहिँ आउट ड्रेसमा घर बस्ने यसको अगाडि यो हेर्दाखेरि कस्तो देखिँदैन मान्छे बस्नु त तपाईको 15 स्याडो हैन एकछिन चेक गरौँ मोबाइल पनि हो त स्याडो पर्छ सुरु एकदमै सुरु भइरहेको बिहाइन्ड द सिनको लागि दिस इज वाट द सेटअप फर बिहाइन्ड द सिन ल बस्नुहोस् त सुम्निमा पारुहाङ है आमामामा झल ल ल कहाँ टल्किहाल्नु भने तपाईँलाई त लाइट कस्तो हजुरको त देखाउनै पर्दैन नाना साँच्चै हो लाइटै नचल्ने हुन्छ हो त संसार हुन्छ अब नेचुरल कुरालाई के गर्नु त्यही त अहिले चाहिँ धेर थोर यता हेर्नु न यता चाहिँ होइन क्यामेरामा हौ
तर हजुरकोमा चाहिँ गोरै आउनु भएको छ मेरोमा गएर राख बुढा यसको फिचर्स हुन्छ नि त फोनमा पनि फोनमा पनि त क्या उमा फोनमा पनि गर्नुपर्छ फोनमा राम्रो हुन्छ फोनमा पनि राम्रै आयो त्यो फोनहरुमा उयो हुन्छ नि त लाइटको सोर्सहरु त्यो मिल्छ नि यसमा छ होला त लाइट यसमा पनि होला मैले चाहिँ भनेको एक दुईवटा आइफोनको त्यहाँ यसमा रिफ्लेक्ट हेलो साथीहरू हामी चाहिँ रेकर्डिङ भइरहेको छ होइन उतापट्टि चाहिँ यस्तो भोक लागेर सबैलाई भोक लागेर भर्खरै खाना खायौँ खाना मतलब खाजा अर्डर गरेर खाएको अब टाइम थिएन बनाउनलाई अनि उता चाहिँ हुँदैछ अझ पनि सकिया छैन अब यस्तै हो पहिलोचोटि सबैको गाह्रो हुन्छ हामीलाई पनि पहिलोचोटि बोल्न गाह्रो हुन्छ त्यसैले अझै हाम्रो सकिएको छैन अब साथी हामी चाहिँ के गर्ने खाना खाइसक्यौँ अब रुममा ल्याङफ्याङ छ हामी चाहिँ यस्तरी सुत्दिनुपर्छ जस्तै गरेर यस्तो गरेर सुत्दिने क्या हो खाएपछि नमोट्न चाहिँ खाँदै सुत्दै मोटाएर ल ठिकै छ आई एम हियर साथीहरू लाइट कस्तो बेसी आएछ यो चाहिँ तर यो चाहिँ क्यामेरा चाहिँ मलाई एकदमै राम्रो लागेको छ भेरी वर्डलेस भन्न मिल्दैन एकदमै 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 पैसा वसुल खालको चाहिँ हो छ यो क्यामेरा एकदम दामी हजुर पनि ट्राई गर्नु मन लागेको छ भने हजुरले किनेर ट्राई गर्न सक्नुहुन्छ अनि क्रोसियाको लागि चाहिँ यो चाहिँ अभाइलेबल चाहिँ हुँदैन अभाइलेबल मतलब अभाइलेबल भन्दाखेरि चाहिँ हजुर जानु बित्तिकै यो क्यामेरा चाहिँ पाउनु हुँदैन हजुरले अर्डर गर्नुपर्ने हुन्छ त्यसको लागि हजुरले 2 to 3 weeks वेट गर्नुपर्ने हुन्छ मैले पनि कति 3 weeks अनि 2 weeks 3 weeks जति वेट गरेर चाहिँ मैले क्यामेरा पाएको हो तर वेट नै गर्नुपर्छ है हजुरले चाहिँ किनकि जानु बित्तिकै पाउँदैन नेपालमा पनि त्यसरी पाउँदैन कुनै कुनैमा लिमिटेड स्टकहरू मात्रै हुन्छ प्रायः जस्तोमा अनि हजुरहरूले चाहिँ पहिला बुक गर्नुपर्ने हुन्छ सरी अनि मैले पनि यो बुक गरेर चाहिँ मैले यसको 10% चाहिँ डाउन पेमेन्ट गरेर देखा आपने लापरवाही का नतीजा है डाउन पेमेन्ट होइन एडभान्स दिएर 10% त्यसपछिबाट अनि अर्को चाहिँ बुक गरेको त्यसलाई चाहिँ अब भन्छ नि हामीले बुक गरिन्छ नि त्यसको लागि चाहिँ हामीले 10% दिनुपर्छ त्यसपछि बाँकी चाहिँ क्यामेरा आइसकेपछि हजुरहरूलाई मेल आउँछ मेल आइसकेपछि हजुरहरूले आफ्नो क्यामेरा लिन जान सक्नुहुन्छ र हजुरहरूले पनि राम्रो राम्रो भिडियो बनाउन सक्नुहुन्छ मैले पनि स्टार्ट गरिसकेको छु अनि यसको क्वालिटी चाहिँ हजुरहरू एकदमै चेक गर्नु होला एकदमै राम्रो छ ल हेर्नुहोस् अनि मैले चाहिँ के टी सर्ट लगाइरहेको छु भने चाहिँ हजुरहरूले देख्न सक्नुहुनेछ यो चाहिँ साबिन राई एन्ड फारो ब्यान्डको हो राम्रो छ त्यसरी लगाएको हजुरसँग नै होला कतिजना लाउनुहुन्छ क्रोसियामा हुनुभएको दाजुभाइ दिदीबहिनीहरूले लाउनुपर्छ किनकि हामीले यसको लागि पैसा तिरेको छौँ साथीहरू यस्तो अब के भन्ने हो सुटिङ भइरहेको छ हामी चाहिँ रुममै गरेको किनकि आउटडोर किन अलिक हामी खासै घाम पनि थिएन केही पनि थिएन त्यही हामीले रुममै गरेको अब हामी फेरि एकछिनमा हेर्नेछौँ है त एकछिनमा भेट्नेछौँ हेलो साथीहरू हाम्रो चाहिँ एकैचोटि भिडियो बनाउने फोटो खिच्ने भन्ने सल्लाह भयो अनि देख्न सक्नुहुन्छ म चाहिँ राई पोसाकमा छु अब हामी चाहिँ एकछिन भिडियो फोटो खिच्नको लागि एकछिन हामी तलतिर निक्लिन्छौँ लेट्स गो हेलो गाइज वेलकम टु माई च्यानल के हजुरको नाम च्यानल सुम्निमा रानी वेलकम टु माई सुम्निमा रानी क्युट सेक्सी ए उता आउँदैछ टडक सो गाइज हामी चाहिँ बाहिर निक्लिएको छौँ एकछिन भिडियो बनाउनको लागि वाइ ट्र्याक इनेबल हुनुभयो थाहा छैन ल हामी चाहिँ सबैजना अब एकछिन भिडियो बनाउनलाई हिँडेको अन्त गाडी उ भइसक्यो के हो ल नाना कस्तो लाग्दैछ
कस्तो लाग्दैछ आज एकदम गुड आजको दिन यसरी नै गयो होइन त आजको दिन यसरी नै गयो दिनभरि के कस्तो गर्ने भनेरै सल्लाह गरेरै बित्यो होइन कति टेक लिनुभयो आज भन्नुहोस् त आई थिङ्क 20 टेक्स है मोर देन द्याट होला मेबी मोर देन द्याट चाहिँ भयो मेबी किनकि अब क्यामेरा फेस गर्न अलिक गाह्रो हुन्छ नि त सुरुमा एक्सपिरियन्स एक्सपिरियन्स छैन अब नानाहरूले ट्राई गर्दै हुनुहुन्छ यतिको त गर्नै पऱ्यो नि दिनै पऱ्यो नि त फाइटिङ 100 टेक्सले पनि फेरि सुरु गर्नै पऱ्यो नि होइन हो फेरि डिरेक्टरले झन्डै घर निकाला गरेन लात्ता हानेर चाहिँ भन्नु मिलेन चले जाऊ यहाँ से इधर से जस्तो रमाइलो भइरहेछ अब हामी फेरि फोटो भिडियो गर्नको लागि एकछिन पार्कमा आइरहेछौँ घरको नजिकै छ फोटोसुट Yes. 50-85 को अवसरमा फेरि जाओस् न त एकचोटि यता न होइन एकचोटि कता जाओस् फेरि एकचोटि डाइलग जाओस् न कस्तो राजा समालको ए यो हो पार्क यही यति नजिकै छ नि त सानो पार्क छ नि त त्यो डान्स गर्नु मिल्छ भनेको हामी चाहिँ जाँदैछौँ कस्तो अलिक डल्ली डल्ली देखेँ क्या हो म मोटाएर हो कि होइन त भिडियो गर्दाखेरि बनाउँदा राम्रो हुन्थ्यो नि त्यही भनेको मैले क्यामेरा त्यही भिडियो अनि अघि नै हो मैले बाहिर बनाउने हो कि भने तर फेरि हामी बाहिर बेजतै हुनेछ कति टेक खानु भयो है साथ होइन तर बाहिर त त्यो इन्भाइरोमेन्टले पनि त्यस्तो धेरै टेक लिँदैन नि किनभने घरमा चाहिँ एकतिरको त्यो क्यामेरामा फेस गर्नुपर्छ भन्ने कन्सन्ट्रेट हुन्छ नि त बाहिर चाहिँ सबले हेरेको नि हुन्छ अब त्यो तर मलाई उयो छैन म इम्बारेस चाहिँ हुँदैन किन थाहा छ किनभने हामी प्रोफेसनल होइन अनि त्यो भइसकिसकेपछि यो हुन्छ नि क्या अक्वर्डनेस अनि नर्भसनेस अब फर्स्ट टाइम जसको पनि हुन्छ होइन सेकेन्ड थर्ड टाइममा चाहिँ बेटरै होला आई होप फर्स्ट टाइम क्या म पनि सुटिङ गर्दाखेरि क्या मेरो त म्युजिक भिडियोको सुटिङ गर्दाखेरि म हाँसिराख्ने मान्छे यस्तै होइन अनि मेरो चाहिँ फेरि रुने सिन मात्रै डाँडा हो म रुन सकिनँ हाँसेको हो हाँसेर रोएको छ कहाँ साँच्चै हाँसेर के सुटिङ गर्नुभयो म्युजिक भिडियो छ त टर्ने अनि हो र छ त ल छ नि को डिरेक्टर सुमन भाइ होइन नेपालमा हुनुहुन्छ यहाँ त म त आएको थिएँ जस्तो लाग्छ त यो पार्क यस अब पार्कमा हेरौँ दामी छ यहाँको पार्क आमा कस्तो राम्रो देखिया होइन अध्यक्षजीलाई माथि मात्रै देखाएको छ दामी छ पार्क चाहिँ हो यता साइडतिर यसरी बसेर सिक्दाखेरि हुन्थ्यो भने क्या मैले चाहिँ यता त यो त पब्लिक प्लेस त्यही त पब्लिक प्लेस डान्स मात्रै गर्छु पो लगाएर डान्स गर्न मिल्छ तर जता खिच्यो नि भइहाल्यो नि त अब दामी आइरहेछ त सबैले हेरेर रहेछ हाई हजुर कुन क्यामेराबाट खिच्ने हो कुन क्यामेराबाट खिच्ने हो त्यही क्यामेराबाट फोनबाट हामी चाहिँ यहाँ फोटो खिच्ने अब फोटो खिच्ने मान्छेहरू हामी भिडियो गर्नेहरू ल अब हामी फोटो भिडियो गर्छौँ पुरा फोटो सेसन हुँदैछ यहाँ चाहिँ फोटो सेसन क्यामेराम्यान ठिकै छ नआउनुहोस् न तपाईँ खिचिदिनु त नानाको म खिच्दिनु सो हामीले चाहिँ भिडियो बनाइसक्यौँ फोटो भिडियो हामीले गएर पनि भयो अब हामी चाहिँ रुम जाँदैछौँ यस्तै भयो आजको दिन सन्डे अब हाम्रो प्रोग्राम छिट्टै आउँदा त्यसको लागि तयारी गर्दैछौँ कस्तो गर्नुभयो कस्तो देखिरहेको छ भने ल हुन्छ साथीहरू एकछिन भेट्छौँ है सो गाइज रुम पनि आइसकिसक्यो अब चाहिँ एकदमै टायर्ड छौँ आज सन्डेको दिन यसरी नै गयो होप हजुरहरूलाई राम्रो लाग्यो होला हेरेर साथ दिनु होला सब्सक्राइब गरिदिनु होला लाइक गरिदिनु होला भन्ने आशा गर्दछु योभन्दा भन्दै म अब मेरो ब्लग एन्ड गर्न चाहन्छु फेरि नेक्स्ट भिडियोमा भेट्नेछौँ बाई